नमस्कार सबैमा म शिक्षक त्रिलोचन उप्रेती आज एउटा छोटो सन्देश यो भिडियो मार्फत सार्वजनिक गर्दैछु। भर्खरै मात्र नेपाल सरकारले आफ्नो मन्त्रीमण्डलको सम्पत्ति विवरण सार्वजनिक गरेको छ र उक्त सम्पत्ति विवरण देख्दा नेपालका जनताहरू छक्क परेका छन् र धेरै टीका टिप्पणीहरू भइरहेका छन्। र त्यसमा म के भन्न चाहन्छु भने सर्वप्रथम त म यस देशका सम्माननीय प्रधानमन्त्री श्री बालेन्द्र शाहज्यू, इस देशका अर्थमन्त्री माननीय श्री स्वर्णिम वाग्लेज्यू, इस देशका गृहमन्त्री माननीय श्री सुदन गुरुज्यू, तपाईहरुलाई सर्वप्रथम त म हृदयदेखि नै धेरै धेरै धन्यवाद दिन चाहन्छु र सबै मन्त्रीमण्डलहरू सम्पत्ति विवरण सार्वजनिक गर्नुहुने संसदहरू प्रति हार्दिक आभार प्रकट गर्न चाहन्छु। र यसबाट हामी नेपाली जनताले के सिक्ने भन्ने कुरा महत्त्वपूर्ण छ। आज हेर्नुस्, बालेन्द्र शाह नेपालकै सबैभन्दा कान्छो प्रधानमन्त्री बन्नु भएको छ। सुदन गुरुङ पनि कलिलो उमेरको हुनुहुन्छ। स्वर्णिम वाग्ले विश्वमा चाहिँ अर्थ राजनीतिमा चाहिँ एउटा ख्याति कमाएको व्यक्ति हुनुहुँदो रहेछ। र हामीले के सिक्नुपर्छ भने मेहनत लगनशील भयो भने मान्छे हरेक क्षेत्रमा सफल हुन्छ। राजनीतिमा मात्रै होइन, आर्थिक रूपमा, सामाजिक रूपमा हरेक क्षेत्रमा ऊ सफल हुन्छ। र हाम्रा मन्त्रीहरूलाई हामीले अत्यन्तै सम्मान गर्नुपर्छ। उहाँहरू एउटा क्षेत्रमा मन्त्री बन्नका लागि मात्रै होइन, हरेक क्षेत्रमा निपुण हुन्छ भन्ने कुरा हामीले स्वीकार्नुपर्छ। दोस्रो कुरा, सुशासनको पर्याय भनेको पारदर्शिता हो। उहाँहरूले एउटा पनि सम्पत्ति नलुकाइकन जुन सार्वजनिक गर्नुभएको छ, हामी नेपाली जनताले यसमा गर्व महसुस गर्नुपर्दछ। र अर्को कुरा के भन्न चाहन्छु भने तपाईहरु जसरी सफल हुनुभएको छ, तपाईहरुले यो देशमा बस्ने सम्पूर्ण युवाहरूलाई तपाईहरु कसरी सफल हुनुभयो, सफल हुनका लागि के गर्नुपर्छ, कतिको लगनशीलता चाहिन्छ भन्ने कुरा कम्तीमा पनि भिडियो मार्फत महिनामा 3 महिनामा छोटा छोटा क्लिप्सहरू दिएर प्रेरणामूलक सन्देशहरू चाहिँ तपाईहरुले सम्प्रेषण गर्नुपर्छ, जसले गर्दा यो देशका नागरिकहरू उत्साहित बनुन् भन्न चाहन्छु। र हाम्रा सन्ततिहरूलाई पनि तपाईहरु जस्तै मेहनती बनाउनको लागि हामीले के गर्नुपर्छ त्यो बाटोमा हामी लाग्न तयार छौं। र भर्खरै धेरै टीका टिप्पणी हुन्छ यो देशमा। 2/3 बहुमतको सरकार छ। कमसे कम विपक्षीहरूले 5 वर्षसम्म उहाँहरूले के कामहरू गर्नुहुन्छ त्यो हेरौं। नराम्रा कामहरू गर्नुभयो भने त्यसलाई हामी सच्याउनतर्फ लागौं। यो देश धेरै नै बिग्रिसकेको छ। हामीले हरेक कर्मचारीहरूले हाम्रो क्षेत्रबाट के सहयोग गर्नुपर्छ हामी गर्न तयार छौं। हामीलाई राजनीति चाहिएको छैन। म एउटा शिक्षक भएको नाताले मेरो टाइम टेबलमा मैले विद्यार्थीलाई दिनुपर्ने कुराहरूमा म तयार छु। कति खट्नुपर्छ म त्यसको लागि तयार छु र हामी सबैजना खटौं भन्दै अन्त्यमा अब वर्ष 2083 सालको यो देशमा बसोबास गर्नुहुने र अन्य देशमा बसोबास गर्नुहुने सम्पूर्ण नेपाली जनहरूमा सुख, शान्ति, समृद्धिको कामना गर्दै सकारात्मक सोचौं, सकारात्मक बनौं, राम्रा कामहरूलाई प्रोत्साहन गरौं, राम्रा काम गर्ने मान्छेहरूलाई सम्मान गरौं भन्ने मेरो यो छोटो सन्देश यही अन्त्य गर्न चाहन्छु। धन्यवाद, नमस्कार।